अनि यति सुन्दर गाउँमा यति नराम्रो अनि यति घिनलाग्दो हरकत गरिन्छ भनेर मैले सोचेको पनि थिएन र कल्पना पनि गरेको थिएन। यो चाहिँ ताराखोला गाउँपालिका वार्ड नम्बर 1 भुसकातमा रहेको मेरो घर। मेरो आमा विगत केही समयदेखि कृषि पेसामा लाग्दै आउनुभएको थियो र उहाँले कृषि पेसा सँगसँगै पशुपालन पनि गरिरहनु भएको थियो र जसमा अहिले हाम्रो घरमा 1.5 वर्षको एउटा राङ हो र ब्याउनलाई चाहिँ 1 महिना मात्र बाँकी रहेको एउटा माउ भैँसी थियो। सबै कुरा राम्रै तरिकाले चलिरहेको थियो। भैँसीबाट हामीले राम्रै आम्दानी गरिरहेका थियौँ, तर दैव लाग्यो कि दुसाद लाग्यो थाहै भएन। करिब हिजो राति 11:30 बजेतिर यो मेरो गोठमा आगो लागि भएछ। गोठ जलेछ। विशेष गरी भन्ने हो भने यो गोठ जलेको होइन, जलाइएको हो। छटङ्ग भन्नुपर्दा, किनभने बिजुली सर्किट भएर लाग्यो होला भन्नुहुन्छ भने अहिलेसम्म मैले गोठमा बिजुली जडान गरेको छैन। भैँसीलाई कुडो फाँडो पकाउँदाखेरि लाग्यो होला भन्नुहुन्छ भने अहिलेसम्म मैले त्यहाँ गोठमा आगो फुक्ने गरेको छैन। जानी लगाइएको आगो हो यो। र यो आगो लागेको कारणले गर्दा मैले 1.5 वर्षको राँगो गुमाउनु पर्यो र ब्याउनलाई 1 महिना मात्र बाँकी रहेको यो भैँसी न मर्नु न बाँच्नु भएको छ। यसको बाहिरी छाला आगलागीमा परेर जलेर पुरै नष्ट नै भइसकेको छ। हेर्ने हो भने एकदम दर्दनाक, एकदम काली लाग्दो पीडा देख्न सकिन्छ। ऊ पनि एउटा आमा नै हो। यसको आँखाबाट बगेको आँसु र सराब त पक्कै तँलाई लाग्नेछ। आगो लागिमा परेर यो बिजवान भैँसीले 2टी आँखा गुमायो। उसको शरीरको बाहिरी बनावटमा एकदमै असर पुगेकोले न पानी पिउन सक्ने न त घाँस खान सक्ने अवस्थामा छ। बडो विडम्बनाको कुरा। न पानी पिउन सक्ने, न घाँस खान सक्ने, उसको बाँच्ने अवस्थै छैन। आमालाई मैले बारम्बार पोखरा लैजाने क्रममा पनि म जान्न, म यहीँ मेरै घरमा केही गर्छु, म यहीँ भैँसी पाल्छु, मलाई त्यही सहारा हुन्छ भनेर बसिराख्नु भएको थियो। र एकै वचनमा मैले यो भैँसी पनि किनिदिएको थिएँ र अहिलेसम्म त्यो भैँसीको ऋण पनि मैले राम्रोसँग चुक्ता गरिसकेको छैन। अहिले यो विडम्बना, यो वज्रपात आइपर्यो। रात बेलुकै बेलामा भए पनि यहाँको जनसमुदाय भेला भएर आगो निभाउन त सहयोग गरिदिनु भएछ, तर मैले हिजोदेखि मेरो आमाको मनमा लागेको आगोको राप पनि अझै मेटाउन सकेको छैन। अझै पनि मैले मेरो आमालाई सम्हाल्न सकेको छैन, सम्झाउन सकेको छैन, बुझाउन सकेको छैन। तँलाई त म पानी मुनि गयो नि छोड्दैन। तँलाई यो मेरो आमाको आँखाबाट बगेको आँसु, त्यो भैँसीको आँखाबाट बगेको त्यो आँसु, खुन, रगत पछि तँलाई जय चाहिँ त हुँदैन तेरो। देखिनेछ आज मलाई, भोलि तँलाई।